सिद्धगङ्गा नगरपालिका वडा नम्बर 11 अन्तर्गत पर्ने यो खरबट्टीबाट छिरेर चाहिँ नि यो बेलखोला भन्ने ठाउँमा जाँदैछु म आज। बाटो एकदम जीर्ण छ, एकदम खराब बाटो छ, एकदम पत्र परेको छ, बाटोको पनि बाटो छ। गाह्रो छ यहाँ जस्तो तस्तो व्यक्तिले यहाँ तथ्याङ्क सङ्कलन गरेर बुझाउन एकदम गाह्रो पर्ने मैले देखेँ। बाटो एकदम जीर्ण छ, एकदम जीर्ण छ। यो बाटो आउनको लागि पनि यो चालकको पनि चालक चाहिन्छ। गाह्रो छ एकदम। अब ल हेर्नुहोस्, अब यहाँनिर यस्तो छ बाटो, हेर्नुहोस् यहाँनिर 10 चोटि सोचेर हिँड्नु पर्ने जस्तो देखिन्छ। ल हेर्नुहोस्, यो चाहिँ खोलो पर्यो। यहाँनिर चाहिँ नि चित्त भालु सालु लाग्ने डर पनि जस्तो पनि देखिन्छ। वास्तविक कुरा गर्दाखेरि त्यस्तै आकारको जङ्गल छ र यो चाहिँ नि यो खोलो तर्ने ठाउँमा यहाँ चाहिँ नि यस्तो छ। ल हेर्नुहोस्, बाटो भनेपछि यहाँ केही छैन। हेर्नुहोस्, यहाँ जिप त के, यहाँ त गाडी त एउटा जात चल्दैन होइन। मलाई अब पहिला थाहा थिएन अब यो बाटो यस्तो छ भन्ने। मलाई चाहिँ यहाँको स्थानीयले चन्द्रौटाबाट घुमेर आउनुहोस् भन्नुहुन्छ अहिले। अब यहाँबाट फर्किनु कसरी, उता जाम कसरी भन्नेमा म दोधारमा छु। एकदम गाह्रो छ। अब जसो तसो ढुङ्गासुङ्गा पल्टाएर हुन्छ कि बाटो बनाएर हुन्छ कि यही तरेर जाने विचारमा म चाहिँ छु। एकदम गाह्रो रहेछ त हौ तथ्याङ्क सङ्कलन गर्न। 11 नम्बर एकदम गाह्रो रहेछ।